हेर्नुभएको सम्पूर्णमा मेरो नमस्कार। आज हामी जन्म पूर्व तयारी र जटिलताको सामना भन्ने विषयमा चाहिँ छलफल गर्न आएका छौँ। यो भनेको चाहिँ एउटा प्लान हो जुन चाहिँ प्रेग्नेन्ट वुमन र उसको फ्यामिलीले गर्छ ताकि नर्मल डेलिभरी होस् र कुनै कम्प्लिकेसन आयो भने चाहिँ त्यसलाई चाहिँ हामीले अर्ली नै म्यानेज गर्न सकियोस्। र अब यसको इम्पोर्टेन्सहरूको बारेमा चाहिँ हामी छलफल गर्न गइरहेका छौँ। यसको इम्पोर्टेन्समा चाहिँ उपचारमा ढिलाइ हुनु दिँदैन, किन भन्दा सबै कुरा थाहा भयो भने चाहिँ हजुरहरूलाई चाहिँ अगाडि नै सबै कुरा थाहा भयो भने चाहिँ उपचारमा ढिलाइ हुँदैन। अर्को भनेको स्वास्थ्य सुविधाको सही उपयोग हुन्छ। यदि हेल्थ वर्करबाट नै हजुरले डेलिभरी लिनुभयो भने त्यो चाहिँ सेफ पनि हुन्छ र सबै युज पनि हुन्छ। अर्को भनेको चाहिँ बच्चा र आमाको मृत्युदर चाहिँ घट्छ। यसमा चाहिँ अब अर्ली नै इन्टरभेन्सन भयो भने चाहिँ यसले चाहिँ कम्प्लिकेसनहरूलाई चाहिँ कम गर्छ र मृत्युदर घट्छ। अर्को भनेको पैसा र गाडीको व्यवस्थापनमा सजिलो हुन्छ। अगाडि नै सबै कुरा म्यानेज गरियो भने चाहिँ त्यति बेलालाई आएर चाहिँ सबै कुरा एकैचोटि हुनसक्छ, त्यस कारणले चाहिँ समस्याहरू हुन दिँदैन। आमा र परिवारको आत्मबल बढ्छ। यहाँ चाहिँ हस्पिटलमा आउनुभएको सम्पूर्ण स्टाफहरू चाहिँ पहिला नै ट्रेन्ड हुनुहुन्छ, जस कारण चाहिँ पछि हुनसक्ने कुनै पनि समस्याको लागि चाहिँ उहाँहरूले अगाडि नै भन्नुहुन्छ र यदि त्यो समस्याहरू आयो भने पनि कोप गर्नको लागि चाहिँ हेल्प गर्नुहुन्छ। र अर्को भनेको रगत दिने व्यक्ति, यदि हजुरको चाहिँ ब्लड ग्रुप जे छ सकेसम्म चाहिँ त्यही ब्लड ग्रुप भएको मान्छे नै आफ्नो रगत दिने मान्छेको रूपमा चाहिँ राख्नु होला। त्यो भयो भने ब्लड ब्याङ्कमा यदि रगत सिद्धिएको कन्डिसनमा पनि उहाँको रगतले चाहिँ हजुरहरूलाई काम चल्छ। हामी यसको कम्पोनेन्टको बारेमा चाहिँ छलफल गर्छौँ। यसमा चाहिँ प्रसुति झोला रहेको छ। प्रसुति झोलामा चाहिँ बच्चाको चाहिँ कपडा र टावल, ब्ल्याङ्केट, आमाको कपडा, बच्चाको डाइपर, बच्चाको टोपी र यसमा चाहिँ म्याटर्नल प्याड पनि राख्नुपर्छ। बच्चा जन्मेपछि युज गर्ने प्याड चाहिँ यस्तो खालको हुन्छ। र यसमा चाहिँ अरू खतराको सङ्केतहरू पनि हामीले चाहिँ पहिला नै चिन्नुपर्छ। खतराको सङ्केतहरूमा चाहिँ रगत पाउने, बच्चाको धड्कन, बच्चा चल्न कम हुने, बच्चा अरू समस्याहरू आयो भने चाहिँ तुरन्त हस्पिटल आउनुपर्छ। र अर्को भनेको चाहिँ सहयोगी व्यक्ति रहेको छ। कम्तीमा पनि अस्पताल आउँदाखेरि डेलिभरीको लागि आउँदाखेरि 2जना सहयोगी व्यक्तिहरू लिएर आउनुभयो भने हजुरलाई सजिलो हुन्छ। अर्को भनेको चाहिँ नियमित गर्भ जाँच रहेको छ। नियमित गर्भ जाँचमा एएनसी भन्नाले बच्चा जन्मिनुभन्दा अगाडि नै कम्तीमा पनि 8 चोटि जाँच र बच्चा जन्मिसकेपछि चाहिँ 4 चोटि गर्नुपर्छ। बच्चा जन्मेको चाहिँ 24 घन्टामा हजुर अस्पतालमै हुनुहुन्छ र एउटा चाहिँ 24 घन्टाको अन्तरालमै हुन्छ भने दोस्रो जाँच चाहिँ 3 दिनभित्रमा, तेस्रो जाँच चाहिँ 7 दिनभित्रमा र चौथो जाँच चाहिँ 6 हप्ताभित्रमा चाहिँ गर्नुपर्छ। अब चाहिँ हामी खतराको लक्षणहरूको बारेमा चाहिँ छलफल गरौँ। अब खतराको लक्षणहरूमा चाहिँ यदि उच्च ज्वरो आयो, तीव्र टाउको दुखाइ भयो, धमिलो देख्नुभयो, योनिबाट रगत बग्यो, तीव्र पेट दुख्यो, बच्चाको मुटुको धड्कनमा कम आयो अथवा बच्चा कम चल्यो, हरियो पानी बग्यो, हात खुट्टा एकदमै धेरै सुन्नियो, प्रेग्नेन्सीको बेलामा चाहिँ अलिअलि सुन्निरहेको नै हुन्छ तर एकदमै धेरै भयो भने यो चाहिँ गर्भ अवस्थामा यस्तो खालको समस्या आयो भने चाहिँ हजुरले तुरन्त नै हस्पिटल आउनुपर्छ।